नमस्ते दर्शकबिन, आज चाहिँ हामीले एउटा दुःखद खबर लिएर आएछौँ आसाम नागशङ्कर दौलनीबाट। उहाँ चाहिँ रेणुका थापा हुनुहुन्छ। यो स्क्रिनमा चलिरहनु देख्नुहुँदैछ। उहाँको चाहिँ आज प्रेसर स्ट्रोक भएर चाहिँ उहाँलाई चाहिँ एडमिट गराएका छौँ। हामीसँग हुनुहुन्छ विशाल रिजाल। उहाँसँग हामी दुई कुरा सोध्नेछौँ। सम्पूर्ण सबैजनालाई नमस्ते। र आज फेरि आसामदेखिबाट धेरै दुःखद खबर लिएर आएको छु। हाम्रो आसाम नागशङ्कर निवासी समर दलेनी, उहाँको गाउँ नाम रेणुका थापा। आज 3 दिनदेखिबाट उहाँ प्रेसर स्ट्रोक भएर उहाँलाई पहिलेबाजी हाम्रो कुसुन्तला हस्पिटलमा लिएर गएको थियो र उहाँबाट डाक्टरले केही कति ट्रिटमेन्टहरू गरेर फेरि उहाँलाई टाइम्स हस्पिटल, तेजपुरमा भएको टाइम्स हस्पिटलमा रेफर गर्नुभएको थियो अरे। र अब एउटा प्राइभेट हस्पिटलमा एउटा मिडल क्लास फ्यामिलीबाट बिलङ हुने हामीले रेणुका थापा, उहाँको परिस्थिति अहिले यस्तो खालको छ। उहाँको श्रीमान हुनुहुन्न र उहाँका एकैजना छोरा, 15-16 वर्षका छोरा एकजना हुनुहुन्छ र उहाँको आर्थिक अवस्था धेरै नै कठिन छ। र अब एक दिन झन्डै 12 घन्टा उहाँहरूले राख्नुभएछ टाइम्समा र उहाँको खर्चपाती धेरै नै भएर जिएमसिएच गुवाहाटीमा अलिक खर्च र उहाँ लिएर जाँदाखेरि उहाँ पनि आइसियुमा राख्नुभएछ उहाँहरूले। र आइसियुमा राखेको पछि झन्डै 8 घन्टा 9 घन्टा पछि उहाँलाई होस आएछ अलिकति। र अहिले फिलहाल एउटा खबर सुन्न पाएँ मैले, धेरै खुसीको कुरा, उहाँलाई होस आएछ र एउटा हात खुट्टा उहाँले चलाइराख्नु भएको छ भन्ने एउटा खबर सुनियो र साँच्चै नै धेरै खुसी लाग्यो। र मलाई एउटै लाग्यो कि साँच्चै नै हजुरहरूको काहीँ न काहीँ हजुरहरूको हात छ दिदीलाई एउटा राम्रो जग्गामा लिएर जाने। र म आशा गर्छु हजुरहरूको यो सहयोग सपोर्ट साँच्चै नै मेरो दिल खुस गरेको छ र यो सहयोग सपोर्ट हजुरहरूले यसरी नै राख्नुहुन्छ भन्ने म आशा राख्छु। र अहिले भन्न जानु भने यस्तो हो कि अहिले जुन हामीले ग्रुप क्रिएट गरेका छौँ नि, साँच्चै भन्नु भने उहाँको फ्यामिली नै अहिले हामी भएर बसेका छौँ। कोही बेला फोन आउँछ, दादा हामी आइसियुमा पेसेन्ट राख्न सक्छौँ। साँच्चै भनेको मेरो दिल रो र भन्छ भाइ राख, पछि म छु। मलाई त्यस्तो लाग्छ, किनभने म किन भन्न सक्छु भन्दाखेरि हजुरहरूले जुन सपोर्ट दिइराख्नु भएको छ नि त्यसको लागि मात्रै। आज मैले यो केसलाई एक्लै ह्यान्डल गर्छु भन्न म कहिले पनि सक्दिनँ। आज हजुरहरू हुनुहुन्छ भनेर मात्रै मैले हुन्छ भाइ राख न, हुन्छ भाइ गर न, हामी छौँ, त्यस्तो खालको अहिले मैले एन्सर दिनु परिरहेको छ। कसरी म हुँदैन, हामी सक्दिनँ भन्न सक्छु? एउटा 16 वर्षको नानी एउटाले भन्दाखेरि कसरी म नाइ हुँदैन भन्न सक्छु होला? तपाईँहरू आफै सोच्नुहोस् त। र मलाई साँच्चै नै मन खुस गर्ने कुरो यो लाग्छ कि हजुरहरूले जुन सपोर्ट गरिराख्नु भएको छ नि, साँच्चै नै मेरो दिल छोएर गएको छ। र म आशा गर्छु हजुरहरूले यसरी नै आफ्नो सानो सानो सहाय आग बढाइराख्नुहुन्छ भनेर म आशा गर्दछु। अनि विशाल सर, तपाईँलाई मैले एउटा सानो कुरो सोध्न चाहेँ, अन्यथा नलिनु होला। तपाईँले अहिले रेणुका थापालाई चाहिँ कुन चाहिँ मेडिकलमा भर्ना गराउनु छ? गुवाहाटी कुन चाहिँ मेडिकलमा हुनसक्छ अहिले गुवाहाटीमा? अनि पेसेन्टको चाहिँ के कन्डिसन होला? अनि तपाईँहरूले जति पनि एउटा वाट्सएप ग्रुप क्रिएट गर्नुभएको छ भनेर हामीले सुन्न पाएका छौँ। त्यसमा चाहिँ हामीहरूको प्रदेशमा, देश प्रदेशमा छरिनु भएको दाजुभाइ तथा हामीहरूको दिदीबहिनीहरूले चाहिँ के कस्तो सहयोग दिइरहनु भइरहेछ? किनकि अब एउटा त्यो पेसेन्टको अहिले सिचुएसन चाहिँ एकदम नराम्रो छ भनेर हामीले सुनेका छौँ। उसलाई चाहिँ अहिले यो समयमा चाहिँ एकदम फाइनेन्सियलको सपोर्ट एकदम चाहिने भएको जरुरी परेको छ भनेर हामीले सुनेका छौँ। त्यो समयमा चाहिँ हामीहरूको दाजुभाइ दिदीबहिनीहरूले के कस्तो सहयोग मिलिरहेको छ? अरू भोलिको दिनमा चाहिँ तपाईँहरूले के कस्तो स्टेप लिएर यो सिचुएसनबाट चाहिँ निकाल्नको लागि के तयारी तपाईँहरूले गर्नु भइरहेछ? यस्तो सहयोग त जतिजना पनि ग्रुपमा हुनुहुन्छ नि उहाँहरूले भरपूर्ण सहयोग गरिराख्नु भएको छ। र कुरो यस्तो, अहिले दिदीलाई टाइम्स हस्पिटलबाट रेफर गरेर जिएमसी हस्पिटल गुवाहाटीमा राखेको छ। र अहिले एकछिन अघि नै एउटा खुसीको खबर सुन्यौँ हामीहरूले कि दिदीलाई अलिकति होस आएर दिदीलाई अहिले नर्मल बेडमा लिएर आएको छ अरे। र डक्टरको मुताबिक यस्तो छ, दिदीको जुन टाउकामा ब्लड अलिकति जम्मा भएको छ अरे
र अपरेसन गर्न भने जस्तो डक्टरले भन्नुभएको छ अरे र अपरेसन गर्न भनिसक्दाखेरि एउटा मोटो एमाउन्टको हामीलाई जरुरत छ र मलाई लाग्छ त्यो एमाउन्ट पनि हामीले राम्ररी कलेक्सन गर्नु भने त्यो एमाउन्ट पनि हामीले उहाँलाई सहाय भनेर एउटा आग बढाउन सक्छौँ भन्ने मलाई आशा छ। धन्यवाद विशाल सर। अनि अर्को कुरो मैले सोध्न चाहे, हामी त अहिले परदेशमा बसोबास गर्नुभएको एउटा कर्मरताको सिस्टममा हामी अहिले बसिरहेका छौँ होइन, त्यो जग्गाबाट चाहिँ तपाईँले यस्तो एउटा सिचुएसन लिएर चाहिँ ह्यान्डल गरिरहनु भएको छ, त्यो गर्दाखेरि चाहिँ के कतिको गाह्रो पर्ला हो हामीको दाजुभाइलाई एउटै ग्रुपमा एड गर्दाखेरि चाहिँ नाना प्रथमको एउटा क्वेसन पनि आउला, त्यो सिचुएसन तपाईँले के कस्तो गरेर तपाईँले ह्यान्डल गरिरहनु भएको छ, अनि हामीहरूको दाजुभाइहरूलाई चाहिँ एड गरेर के कस्तो खालको रेस्पोन्स तपाईँले पाइरहनु भएको छ कि रेणुका दिदीको लागि चाहिँ हेल्प के कस्तो डोनेट तपाईँले एकगुठा गरेर चाहिँ उहाँहरूले हस्पिटलमा तपाईँले जम्मा गराउनुको लागि चाहिँ के कस्तो तरिकाले अहिलेसम्म तपाईँले यो कदम चालिरहनु भइरहेछ? हेर्नु कस्तो भने नि त, अब बेमार आजार भन्ने चिज नि त कसैलाई पनि भनेर आउँदैन होइन, सडनली आउने चिज हो यो। र रेस्पोन्स सम्पूर्ण सबैजनाको रेस्पोन्स बहुत राम्रो आइरहेछ र उहाँहरूले पनि म तपाईँहरूको माध्यमबाट म एउटै कुरो भन्न चाहन्छु, उहाँहरूले पनि यो चिजलाई बुझिदिनु होला। प्रब्लम कसैलाई पनि भनेर आउँदैन, सडनली आउने चिज हो र म आशा गर्छु हजुरहरूको साँच्चै नै जुन पनि हजुरहरूले हामीलाई रेणुका दिदीको लागि डोनेट गर्दै हुनुहुन्छ नि, साँच्चै नै म चाहिँ फेरि पनि भन्छु बहुत राम्रो डोनेट एउटा हुँदैछ र म आशा गर्छु यो यसरी नै जारी रहन्छ र मलाई एउटा हजुरहरूमाथि पुरा विश्वास छ, जहिलेसम्म दिदी राम्रो भएर घर फर्किनुहुन्न तहिलेसम्म हामीहरूको यो जुन चलिरहेको हाम्रो यो दिदीको लागि एउटा हेल्प, त्यो हेल्प सम्पूर्ण रूपले त्यतिखेरसम्म चल्छ भन्ने म आशा राख्दछु। धन्यवाद सर, धेरै धेरै धन्यवाद तपाईँलाई आज यो गोर्खा लाइभमा आइदिनु भएकोमा। धन्यवाद सर।